नमस्ते साथीहरू। धेरैजनाले सोध्नुहुन्छ टिएमएसमा अर्डर राख्दा यो भ्यालिडिटी भन्ने ठाउँमा क्लिक गर्दा देखिने धेरैवटा अप्सनहरू के हुन् र यसलाई कसरी प्रयोग गर्ने। यहाँ भ्यालिडिटीमा क्लिक गर्दा 5वटा विकल्प देखिन्छन्: डे, जिटिसी, जिटिडी, आइओसी र एफओके। आज हामी यी सबै अप्सनहरू र यिनीहरू नेप्सेमा कति दिनसम्म काम गर्छन् भन्ने कुरा सिक्नेछौँ। सबैभन्दा सुरुको डे अर्डर, जुन डिफल्ट अप्सन हो, यो त हामी सबैले प्रयोग गरिरहेकै छौँ। यो डे अर्डर भनेको मार्केट सकिएपछि अर्थात् दिउँसो 3 बजे बजार बन्द हुँदासम्म म्याच भयो भने भयो, नत्र यो अर्डर आफै क्यान्सल हुन्छ र भोलिपल्ट फेरि नयाँ अर्डर राख्नुपर्छ। तर यदि तपाईँ यो डेको ठाउँमा जिटिसी अर्थात् गुड टिल क्यान्सल्ड सेलेक्ट गर्नुहुन्छ भने तपाईँको अर्डर तपाईँ आफैले क्यान्सल नगरेसम्म वा अर्डर म्याच नभएसम्म सिस्टममा 15 दिनसम्मका लागि बसिराख्छ। 15 दिनपछि भने सिस्टमले आफै अर्डर क्यान्सल गरिदिन्छ। र सबैभन्दा राम्रो कुरा, यो जिटिसी अर्डर तपाईँले बाई र सेल दुवैमा राख्न सक्नुहुन्छ। जस्तै यहाँ एउटा स्टकलाई 3% घटाएर बाईमा राखिहेरौँ। अब यो अर्डर आज म्याच भएन भने पनि मार्केट सकिएपछि 15 दिनसम्मका लागि सिस्टममा कन्टिन्यू बसिरहन्छ। यो अप्सन दिनदिनै मार्केट हेर्न नभ्याउने साथीहरूको लागि एउटा उत्कृष्ट विकल्प हुन सक्छ। त्यस्तै यदि तपाईँले बाई गरेका स्टकहरू आफ्नो सेलिङ एरियाको नजिक पुगेका छन् भने तपाईँले पहिले नै जिटिसी रोजेर मूल्य 3% सम्म बढाएर सेल अर्डर राख्न सक्नुहुन्छ। यसो गर्दा जुनसुकै दिन बजार त्यो मूल्यमा पुग्ने बित्तिकै तपाईँको अर्डर एक्जिक्युट भइहाल्छ। यसले गर्दा कहिलेकाहीँ बजार खुल्ने बित्तिकै हतारमा अर्डर हाल्न बिर्सिने झन्झट हुँदैन र बजारमा आउने छोटो समयको स्पाइकबाट पनि सजिलै फाइदा लिन सकिन्छ। यसपछि जिटिडी अर्थात् गुड टिल डेट के हो त्यो हेरौँ। जिटिडी भनेको चाहिँ तपाईँले तोकेको निश्चित मितिसम्मका लागि मात्र बजारमा एक्टिभ रहने अर्डर हो। जब तपाईँ टिएमएसमा यहाँ जिटिडीमा क्लिक गर्नुहुन्छ, यसको ठ्याक्कै छेउमा रहेको भ्यालिडिटी टिल भन्ने बक्स खुल्छ। यहाँ तपाईँले क्यालेन्डरबाट आफ्नो रणनीति अनुसार एउटा निश्चित मिति तोक्न सक्नुहुन्छ। यसलाई खरिद गर्दाको एउटा उदाहरणबाट बुझौँ। मानौ कुनै सेयरको बजार मूल्य अहिले यति रुपैयाँ छ। तपाईँ त्यो सेयर अलिकति सस्तो मूल्य हालेर बाई गर्न चाहनुहुन्छ, तर यो हप्ताको 19 तारिकसम्म मात्र पर्खिने विचारमा हुनुहुन्छ। यस्तो अवस्थामा तपाईँले आफ्नो टार्गेट मूल्य सेट गरेर जिटिडी रोज्दै क्यालेन्डरमा 19 तारिक सेट गरिदिन सक्नुहुन्छ। अब यदि 19 तारिकभित्र बजार घट्दै गएर तपाईँले तोकेको मूल्यमा आइपुग्यो भने तपाईँको सेयर अटोमेटिक किनिन्छ। तर यदि 19 तारिकसम्म पनि त्यो मूल्य आएन भने त्यही दिन बजार बन्द भएपछि यो अर्डर सिस्टमबाट आफै क्यान्सल भएर जान्छ। तपाईँले आफै फेरि टिएमएस खोलेर क्यान्सल गरिरहनु पर्ने झन्झट हुँदैन। अब जाउँ बजारका सबैभन्दा फास्ट अर्डरहरूतिर, जुन हुन् आइओसी र एफओके। यी दुवै अर्डर बजारमा 1 सेकेन्ड पनि पेन्डिङ बस्दैनन्। अर्थात् अर्डर हाल्ने बित्तिकै कि त तुरुन्तै अर्डर एक्जिक्युट हुनुपर्छ, होइन भने अर्डर तत्कालै समाप्त हुन्छ। यसलाई यसरी उदाहरणबाट बुझौँ। मानौ तपाईँले कुनै स्टक मार्केट प्राइसमा तत्कालै 1000 किता सेयर किन्न वा बेच्न चाहनुहुन्छ। यदि तपाईँले आइओसी अर्थात् इमिडिएट अर क्यान्सल रोज्नुभयो भने तपाईँले अर्डर सबमिट गर्ने बित्तिकै बजारमा यदि 600 किता मात्र उपलब्ध छ भने त्यसले त्यो 600 किता तुरन्तै उठाइदिन्छ र बाँकी रहेको 400 किता अर्डरलाई पेन्डिङ राख्दै तत्काल क्यान्सल गरिदिन्छ। तर यदि तपाईँले यो एफओके अर्थात् फिल अर किल रोज्नुभयो भने यसले कि त पुरा 1000 किता नै देऊ, होइन भने एउटा किता पनि चाहिँदैन भन्छ। बजारमा 600 किता मात्र छ भने यसले यो 600 कितालाई छुँदा पनि छुँदैन, पुरा 1000 किता एकैपटक नपाइने बित्तिकै तपाईँको अर्डर सिधै खारेज अर्थात् किल भइदिन्छ। साथीहरू, नेप्से टिएमएसमा देखिने यी 5वटै अप्सनहरूको काम यही नै हो। लङ टर्म इन्भेस्टर र ट्रेडरहरू दुवैका लागि यी एकदमै उपयोगी हुन्छन् र सबैका आफ्नै युनिक फिचरहरू छन्। आफ्नो आवश्यकता अनुसार यी सुविधाहरू प्रयोग गरेर तपाईँ पनि एउटा स्मार्ट र तनावमुक्त ट्रेडर बन्न सक्नुहुन्छ। भिडियो उपयोगी लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।